हेलो नमस्ते सबैजनामा। म आज पेयर अफ स्ट्रेट लाइनको चाहिँ सेकेन्ड लेक्चर लिएर आएको छु है। यसमा चाहिँ फुल थ्योरी एज वेल एज म्याक्सिमम क्वेसन मैले गराएको छु है। र यसको एउटा अझै पनि म के गर्छु भने तपाईँको भिडियो बनाउँछु, जुन चाहिँ के छ भने हाम्रो सर्ट ट्रिकको भिडियो हुन्छ है। यहाँ ध्यान दिनु होला है। सबभन्दा पहिला चाहिँ यसमा प्र्याक्टिकल थ्योरी एन्ड क्वेसन है। यसमा के छ भने हाम्रो एङ्गल बिट्विन द लाइन एएक्स स्क्वायर प्लस बिवाई स्क्वायर प्लस 2hxy भनेपछि हाम्रो के छ भने तपाईँको यो चाहिँ हाम्रो के छ भने जोइन्ट इक्वेसन अफ लाइन हो। मानौ कि यो एउटा लाइन हो, अर्को यो लाइन। यो चाहिँ हाम्रो यसको जोइन्ट इक्वेसन भनेको हाम्रो के छ भने तपाईँको एक्स स्क्वायर प्लस 2hxy प्लस के भइदिन्छ भने हाम्रो बिवाई स्क्वायर। अब यहाँ हेर्नु त यो चाहिँ हाम्रो होमोजिनियस इक्वेसन हो, किनभने सबैको के छ भने हाम्रो डिग्री चाहिँ के छ भने हाम्रो सेम छ। यसको मिनिङ के हो? डिग्री सेम भन्नुको मिनिङ चाहिँ यो दुइटै जोइन्ट इक्वेसन जुन छ भने यो दुइटै लाइन के छ भने हाम्रो पासिङ थ्रु द ओरिजिन भनेको यसको ओरिजिनल चाहिँ हाम्रो डायग्राम बनाउँदाखेरि यस्तो हुन्छ। यहाँ ध्यान दिनु है। यो एक्स एक्सिस यो भनेको हाम्रो वाइ एक्सिस, यो दुइटा लाइन के छ भने हाम्रो ओरिजिनबाट पास छ। यो एउटा लाइन L1 भइहाल्यो र अर्को लाइन के छ भने मानौ नि यहाँ छ, यस्तो छ है। यो भनेको हाम्रो लाइन L2 छ है। त यो बिचको एङ्गल चाहिँ हामी निकाल्नु पर्यो। त यो बिचको एङ्गल निकाल्नको लागि चाहिँ मैले चाहिँ यसको डाइरेक्ट फर्मुला भनिदिँदा पनि हुन्छ है। यसको फर्मुला के हुन्छ भने तपाईँको हाम्रो टेन थीटा बराबर सुन्नु है प्लस माइनस 2 रुट अन्डर एच स्क्वायर माइनस एबी अपन के भइदिन्छ भने हाम्रो ए प्लस बी भइदिन्छ। यो डाइरेक्ट फर्मुला युज गरेर चाहिँ हामी यो बिचको एङ्गल निकाल्न मिल्छ। एउटा कुरा ध्यान दिउँ त, एक नम्बरमा के छ भने हाम्रो यो 90 डिग्री हुनको लागि चाहिँ के हुन्छ, 1090 भनेको हाम्रो इन्फानाइट हुन्छ। इन्फानाइट भनेको समथिङ डिभाइड बाई 0 हुन्छ। त मैले यहाँ चाहिँ के गरिदिएँ भने 10को सट्टामा चाहिँ मैले समथिङ डिभाइड बाई 0 लेखिदिएँ। अनि यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने प्लस माइनस 2 रुट अन्डर एच स्क्वायर माइनस एबी अपन के भइदिन्छ भने हाम्रो ए प्लस बी। आइदर लिँदाखेरि चाहिँ हाम्रो यहाँ चाहिँ के भइदिन्छ भने तपाईँको ए प्लस बी बराबर 0 भइदिन्छ है। त यदि चाहिँ यो लाइन L1 एन्ड के भइदिन्छ भने हाम्रो L2 परपेन्डिकुलर छ भने यसको के भइदिन्छ भने हाम्रो फर्मुला ए प्लस बी बराबर 0 हुनु पर्यो। वा ए प्लस मैले यहाँ लेखिदिन्छु फेरि पनि है। यदि ए प्लस बी बराबर के छ भने हाम्रो 0 छ भने टु लाइन्स आर के भइदिन्छ भने हाम्रो परपेन्डिकुलर परपेन्डिकुलर। सुन्नु है। अब यहाँ चाहिँ मान कि यो चाहिँ हाम्रो टेन थीटा बराबर प्लस माइनस 0 छ है। मैले चाहिँ टेन 0 डिग्रीको मान कति हुन्छ भने 0। यहाँ चाहिँ 0 भयो भने यसलाई क्रस मल्टिप्लिकेसन गर्दाखेरि के भइदिन्छ 0। यो डिभाइड बाई 0 गर्दाखेरि 0 भनेपछि यहाँ के भइदिन्छ भने हाम्रो यो चाहिँ हाम्रो एच स्क्वायर माइनस एबी बराबर के भइदिन्छ भने हाम्रो 0 भइदिन्छ। यो 0 को मिनिङ के हो भनेपछि हाम्रो यो दुईटा लाइन के छ भने एकअर्कामा कन्साइड छ है। कन्साइड भनेको एउटै लाइन माथि अर्को लाइन छ, यो भनेको हाम्रो के भइदिन्छ भने तपाईँको कन्साइड भने हो। कुरा बुझ्नु भने त ये 2 नम्बरमा के छ भने यदि चाहिँ एक माथि अर्को लाइन छ भने कन्साइड छ भने यसको फर्मुला के भइदिन्छ भने हाम्रो एच स्क्वायर माइनस एबी भइदिन्छ। एबी हुँदाखेरि के भइदिन्छ भने हाम्रो टु लाइन L1 एन के भइदिन्छ भने L2 आर के भइदिन्छ भने हाम्रो कन्साइड कन्साइड भइदिन्छ। कुरा बुझ्नुभयो नि? यो पनि बुझ्नु पर्यो है। कन्साइड हुनको लागि के हुनु पर्यो भने इक्वल्स टु यहाँ चाहिँ हाम्रो 0 हुनु पर्यो है। यहाँबाट मैले के गर्छु भने तपाईँको एच स्क्वायर बराबर चाहिँ हाम्रो एबी पनि लेख्न मिल्छ। कुरा बुझ्नुभयो नि? यो कुराहरू चाहिँ बुझ्नु पर्यो। एउटा कुरा ध्यान दिनु त, ए र बी बराबर 0। ए भनेको हाम्रो के हो कफिसियन्ट अफ एक्स, बी भनेको हाम्रो कफिसियन्ट अफ वाइ।
हो, मैले फेरि पनि यसलाई चाहिँ यसरी पनि लेख्थेँ है। पर्पेन्डिकुलर हुनको लागि चाहिँ के हुनु पर्यो भने हाम्रो कफिसियन्ट है, कफिसियन्ट अफ एक्स प्लस के भइदिन्छ भने हाम्रो कफिसियन्ट अफ वाइ बराबर 0 हुनु पर्यो। कुरा बुझ्नुभयो नि? यो कुरा चाहिँ एकदम क्लियर हुनुपर्छ। यसमा चाहिँ बुझ्नुपर्ने यति कुरा छ है। यति कुरा थाहा भइसकेपछि हामी चाहिँ क्वेसनहरू यो रिलेटेड गर्न सकिन्छ। जस्तै कि फर इक्जाम्पलको लागि यहाँ के छ भने द एङ्गल बिट्विन द लाइन यति एन यति भनेछ है। त हाम्रो एङ्गल निकाल्ने फर्मुला भनेको कति भइदिन्छ भने तपाईँको टेन थीटा बराबर प्लस माइनस टू रुट अन्डर एच स्क्वायर माइनस एबी अपन के भइदिन्छ भने हाम्रो ए प्लस बी भइदिन्छ। यसमा अब कम्पेयर गर्ने एक्स स्क्वायर प्लस टू एच एक्स वाई प्लस बीवाई स्क्वायर बराबर 0 भइदिन्छ। कम्पेयर गर्दाखेरि यहाँ चाहिँ हाम्रो ए बराबर के भइदिन्छ भने 2। यहाँ हेर्नु त एक्स स्क्वायरको कफिसियन्ट, त्यसपछि एक्स वाईको कफिसियन्ट यहाँ चाहिँ 2h छ, यहाँ चाहिँ 7 छ। त 2h बराबर 7 भनेपछि h बराबर 7/2 भयो। कुरा बुझ्नु हो? h बराबर कति भयो भने हाम्रो 7/2, a बराबर कति भयो भने हाम्रो 2 भइहाल्यो। अनि बी वाई वाई स्क्वायरको कोएफिसिएन्ट कति छ भने हाम्रो 3। त्यहाँ चाहिँ हाम्रो b बराबर के भइदिन्छ भने 3 भइदिन्छ। अब यसमा हाल्ने के, यहाँ चाहिँ हाम्रो टेन थीटा बराबर प्लस माइनस 2 रुट अन्डर h को स्क्वायर भनेको हाम्रो 49, 7/2 छ भने 7 को स्क्वायर 49, 2 को भनेको हाम्रो 4 माइनस एबी, ए को चाहिँ हाम्रो 2 छ, बी को हाम्रो 3 भनेको हाम्रो 6 भइदिन्छ। डिभाइड बाई ए प्लस बी भनेको हाम्रो कति भइदिन्छ भने 5। यसलाई चाहिँ हामी सोल्युसन गर्दाखेरि कति भइदिन्छ प्लस माइनस 2। यहाँ चाहिँ हेर्नु त 6 चौक 24, 49 माइनस 24 भनेको 25, 25/4 भनेको हाम्रो के भइदिन्छ भने 5/2 रुट अन्डर 25 भनेको 5, रुट अन्डर 4 भनेको 2 अनि डिभाइड बाई के भइदिन्छ भने 5। यो र यो क्यान्सल आउट भयो। यहाँबाट यो 5 5 क्यान्सल आउट भइसकेपछि प्लस माइनस के भइदिन्छ भने यहाँबाट हाम्रो के भयो भने तपाईँको टेन थीटा बराबर के भइदिन्छ भने प्लस माइनस 1। प्लस 1 लियो भने हाम्रो कति भइदिन्छ भने तपाईँको 45 डिग्री भइदिन्छ। प्लस 1 को लागि के भइदिन्छ भने तपाईँको 45 डिग्री भइदिन्छ र माइनस 1 को लागि के भइदिन्छ भने हाम्रो 135 डिग्री भइदिन्छ। भनेको यो चाहिँ हाम्रो अप्सन डी भइदिन्छ। त्यसरी चाहिँ हामी यो क्वेसनहरूलाई चाहिँ सोल्युसन गर्न सकिन्छ है। नेक्स्टमा जाउँ। सेम यो क्वेसन पनि त्यस्तै छ। यो भनेको हाम्रो यहाँ ध्यान दिनु है, यो वाई स्क्वायर छ सुरुमा। कुरा बुझ्नुभयो नि? यहाँ एक्स स्क्वायर भनेको यहाँ छ। यो भनेको हाम्रो कति भइदिन्छ भने तपाईँको ए एक्स स्क्वायर होइन, यो भनेको हाम्रो बिवाई स्क्वायर अनि प्लस के भइदिन्छ भने हाम्रो 2hxy अनि यहाँ चाहिँ प्लस बराबर 0 भइदिन्छ। यहाँबाट ए भनेको त हाम्रो -6 भइदिन्छ होइन र एक्सवाईको कोएफिसिएन्ट भनेको हाम्रो 2h बराबर -1 भइदिन्छ। h बराबर चाहिँ -1/2 भइहाल्यो अनि b को भ्यालु के भइदिन्छ भने हाम्रो 1 भइदिन्छ। अब यहाँ एङ्गल निकाल्दाखेरि हाम्रो टेन थीटा बराबर प्लस माइनस 2 रुट अन्डर एच स्क्वायर माइनस एबी अपन के भइदिन्छ ए प्लस बी हुन्छ फर्मुला। यहाँबाट मैले प्लस माइनस 2 रुट अन्डर एच भनेको 1/2 भनेको 1/4, 2 को स्क्वायर भनेको 4 माइनस एबी, एबी भनेको हाम्रो कति छ भने तपाईँको 6 इन्टु 1 भनेको -6 माइनस माइनस के भइदिन्छ भने प्लस डिभाइड बाई ए प्लस बी, ए प्लस बी भनेको -6 प्लस 1 भनेको -5 भइदिन्छ। अब यसलाई चाहिँ हामी सोल्युसन गरौँ है। त यहाँ चाहिँ यहीँ गरौँ प्लस माइनस, यहाँ चाहिँ 4 र यहाँ चाहिँ एलसिएम लिँदाखेरि कति भइदिन्छ भने 6 र 4 भने अब यसलाई चाहिँ हामी एलसिएम लिँदाखेरि कति भइदिन्छ 6 चौक 24, 24 1 भनेको 25 भनेको 2 इन्टु रुट अन्डर 25 भनेको 5 रुट अन्डर 4 भनेको हाम्रो 2 भइदिन्छ डिभाइड बाई के भइदिन्छ भने -5। यो र यो क्यान्सल आउट भयो र 5 5 क्यान्सल आउट गर्दाखेरि प्लस माइनस कति भयो भने हाम्रो -1। अब यहाँबाट प्लस लिँदाखेरि हाम्रो कति भइदिन्छ, प्लस लिँदाखेरि के भइदिन्छ माइनस प्लस माइनस भइदिन्छ। -1 हुँदाखेरि तपाईँको कति भइदिन्छ भने -1 भनेको हाम्रो 135 डिग्री भनेको 3π/4 डिग्री
अब यहाँबाट मैले माइनस छ, यहाँ पनि माइनस छ भने माइनस माइनस लिँदाखेरि के भइदिन्छ भने हाम्रो माइनस माइनस लिँदाखेरि के भइदिन्छ भने हाम्रो प्लस भइदिन्छ। अनि प्लस भनेको हाम्रो कति भइदिन्छ भने 5/4 भनेको 45। यो भनेको हाम्रो अप्सन सी भइदिन्छ। कुरा बुझ्नुभयो नि? त्यसरी चाहिँ हामी यो क्वेसनलाई चाहिँ सोल्युसन गर्न सकिन्छ। नेक्स्ट क्वेसनमा जाऊँ त। नेक्स्ट क्वेसनमा के छ? यो पनि सेम त्यस्तै छ है। यो चाहिँ हाम्रो ax स्क्वायर प्लस बी यहाँ हेर त, यहाँ चाहिँ हाम्रो 2hxy प्लस के भइदिन्छ भने हाम्रो by स्क्वायर बराबर 0। यहाँ हेर्नु, द इक्वेसन यति रिप्रेजेन्ट द टु लाइन इन्क्लाइन्ड एट एङ्गल पाई। पाई एङ्गलमा छ है। जस्तै कि यो दुईटा लाइन जुन छ नि, मानौ ओरिजिनबाट पास छ। यहाँ चाहिँ हाम्रो एक्स कोर्डिनेट एक्सिस, यो भनेको हाम्रो वाइ कोर्डिनेट एक्स। मानौ एउटा लाइन यहाँ छ, कुरा बुझ्नु हो, L1 भनेपछि अर्को लाइन चाहिँ यहीँबाट पास भनेको हाम्रो यस्तो छ, L2 होला क्या। यो दुईटा बिचको एङ्गल भनेको हाम्रो कति छ? पाई भनेको 180 डिग्री बनायो। अब यहाँबाट मैले एङ्गल निकाल्दाखेरि एङ्गल निकाल्ने फर्मुला के थियो? अनि के को भेल्यु निकाल भने यहाँ चाहिँ मैले टेन थीटा बराबर प्लस माइनस 2 रुट अन्डर एच स्क्वायर माइनस एबी अपन के भइदिन्छ भने हाम्रो ए प्लस बी भइदिन्छ। यहाँ चाहिँ हाम्रो 10 भनेको पाई भनेको कति भइदिन्छ भने 0। यहाँ चाहिँ मैले प्लस माइनस 2 एच भनेको हाम्रो कति भइदिन्छ भने कम्पेयर गर्दाखेरि 2h बराबर 4 छ, h बराबर 2 भइहाल्यो। यहाँ चाहिँ a बराबर के भइहाल्यो? b बराबर 5 भइहाल्यो। h को स्क्वायर गर्दाखेरि 4 माइनस ab भनेको हाम्रो कति भइदिन्छ भने 5k भइदिन्छ, 5k। ठिक छ। अनि डिभाइड बाई के भइदिन्छ भने हाम्रो ए प्लस बी। ए प्लस बी भनेको हाम्रो कति भइदिन्छ भने के प्लस 5 भइदिन्छ। मैले यहाँ चाहिँ के प्लस 5, यहाँ जे भए पनि यता क्रस मल्टिप्लिकेसन गर्दाखेरि 0 को बराबर भइदिन्छ। यसलाई पनि यता डिभाइड गऱ्यो भने 0 को बराबर भइदिन्छ। अनि यहाँ चाहिँ हाम्रो रुट अन्डर 4 माइनस रुट अन्डर के भइदिन्छ भने हाम्रो 4 माइनस 5k बराबर 0 भइदिन्छ। यसलाई चाहिँ मैले स्क्वायरिङ फ्रम बोथ साइड गरे पनि त्यही हाम्रो 4 माइनस 5k बराबर 0 भइदिन्छ। यहाँ चाहिँ हाम्रो के बराबर के भइदिन्छ भने हाम्रो 4/5। 4/5 भनेको हाम्रो अप्सन ए। त्यसरी चाहिँ हामी यसलाई चाहिँ सोल्युसन गर्न सकिन्छ है। अब नेक्स्ट क्वेसनमा जाउँ। नेक्स्ट क्वेसन चाहिँ अलि राम्रो छ। यहाँ हेर्नु त, यो के भनेको छ? वान अफ द लाइन, यहाँ चाहिँ हाम्रो के छ भने जोइन्ट इक्वेसन गिभन छ। एउटा लाइन चाहिँ के छ भने बाइसेक्ट द एङ्गल बिट्विन द के छ भने हाम्रो कोर्डिनेट एक्सिस भन्छ। कुरा बुझ्नु भने यहाँ ध्यान दिनु त, एउटा चाहिँ के छ भने हाम्रो वाइ कोर्डिनेट एक्सिस। यसलाई चाहिँ हामी सर्टकट मेथड अलि गरौँ है, प्रोसेस चाहिँ सानो गरौँ। यो भनेको हाम्रो वाइ कोर्डिनेट एक्सिस भयो, यो भनेको हाम्रो एक्स कोर्डिनेट एक्सिस। के छ भने यो चाहिँ हाम्रो के छ भने जोइन्ट इक्वेसन अफ स्ट्रेट लाइन भयो विच इज पासिङ थ्रु द ओरिजिन। मैले एउटा चाहिँ के छ यहाँ फेरि के भनेछ भने बाइसेक्ट गरेछ। कोर्डिनेट एक्सिसलाई चाहिँ के गरेछ भने बाइसेक्ट। बाइसेक्ट भनेको हाम्रो बिचबाट यो जान्छ हो। भनेको यो एङ्गल कति भन्छ? 45 डिग्री बनाउँछ। स्लोप 10 थीटा भनेको हाम्रो स्लोप हुन्छ 10/45 भनेको 1। त यहाँ चाहिँ हाम्रो y बराबर के भइदिन्छ यसको लाइन mx। अब यहाँ चाहिँ स्लोप 1 छ भने y बराबर के भइदिन्छ भने हाम्रो m भइदिन्छ। सरी, m भनेको त 1 भइहाल्यो। एकैछिन है, यो लाइनको इक्वेसन के भइदिन्छ भने y बराबर x भइदिन्छ, किनभने यहाँ चाहिँ हाम्रो स्लोप 1 भयो। अब एउटा लाइन त हामीलाई थाहा भइसक्यो। म यसलाई चाहिँ x माइनस वाइ इक्वल्स टु 0 लेख्न मिल्छ, वाइलाई उता गरिदियो भने त x माइनस वाइ, अनि यहाँ चाहिँ हाम्रो के भयो भने तपाईँको इक्वल्स टु 0 होइन। मैले चाहिँ यहाँ गरिदिएँ, मैले यो चाहिँ यहाँ लेख्थेँ है, x माइनस वाइ इक्वल्स टु के भइदिन्छ भने 0। अब यहाँ हेर्नु त, यो मध्ये चाहिँ एउटा लाइन हामीलाई थाहा भइसक्यो। अर्को लाइन निकाल्नको लागि यहाँ हेर्ने, यहाँ के छ भने हाम्रो ax स्क्वायर छ। यो x ले मल्टिप्लाई गरेर यहाँ चाहिँ के गर्न मिल्छ भने के ले मल्टिप्लाई गर्दाखेरि यहाँ ax स्क्वायर हुन्छ। अलरेडी यहाँ x छ भने मैले a अनि x गरिदिएँ, यसलाई मल्टिप्लाई गर्दाखेरि ax स्क्वायर भयो। त्यसपछि y को टर्मलाई मल्टिप्लाई गर्ने, यहाँ y छ, यहाँ y स्क्वायर छ तर b छ प्लसमा,
त भनेपछि के गर्ने, यहाँ चाहिँ माइनस छ भने यहाँ माइनस गर्नु पर्यो, अनि माइनस माइनस प्लस भइदिन्छ। मैले यहाँ चाहिँ के गरिदिएँ भने तपाईँको बी अनि यहाँ वाइ गरिदिएँ, बराबर मैले 0 गरिदिएँ। र मल्टिप्लाई गर्नु त एएक्स स्क्वायर भयो। अनि अर्को के भइदिन्छ भने, अब यो सबलाई मल्टिप्लाई गर्दाखेरि के भइदिन्छ भने एएक्स स्क्वायर भ्याल्यु माइनस एएक्स वाइ भ्याल्यु, फेरि पछि माइनस बीएक्स वाइ भ्याल्यु, यसलाई चाहिँ माइनस माइनस प्लस के भइदिन्छ भने हाम्रो बीवाई स्क्वायर भयो। अब यहाँ हेर्नु त एक्स स्क्वायरको कफिसियन्ट ए छ, यहाँ पनि ए छ, सेम ठिक छ। वाई को कफिसियन्ट यहाँ बी छ, यहाँ पनि बी छ, ठिक छ। मैले यहाँबाट एक्स वाई कमन झिक्दाखेरि कति भइदिन्छ, एएक्स स्क्वायर माइनस मैले कमन झिक्दाखेरि ए माइनस बी इन्टु के भइदिन्छ भने एक्स वाई प्लस के भइदिन्छ भने हाम्रो बीवाई स्क्वायर, ठिक छ। र यो इक्वेसन र यो इक्वेसन के भयो भने हाम्रो कम्पेयर गर्दाखेरि यहाँ त यहाँ चाहिँ हाम्रो y को कोएफिसिएन्ट b, यहाँ पनि b, भनेपछि xy को कोएफिसिएन्ट कति छ, यहाँ xy को कोएफिसिएन्ट भनेको 2s छ। त मैले यहाँबाट माइनस a माइनस b बराबर मैले के लेख्न मिल्छ भने हाम्रो 2h लेख्न मिल्छ। भनेपछि यस्तो अप्सनै छैन, a माइनस b 2h स्क्वायर छ, फेरि यहाँ माइनस छ, फेरि यहाँ चाहिँ स्क्वायर छ। म यसलाई स्क्वायरिङ फ्रम बोथ साइड गर्दाखेरि हुन्छ ए माइनस बी को होल स्क्वायर बराबर के भइदिन्छ भने हाम्रो 4h स्क्वायर भइदिन्छ। यो भनेको हाम्रो के भइदिन्छ भने हाम्रो करेक्ट अप्सन भइदिन्छ, जुन कि हाम्रो बीमा छ। त यो क्वेसनलाई चाहिँ हामी चाहिँ यसरी गर्न सकिन्छ है। अब नेक्स्ट क्वेसनमा जाउँ है। नेक्स्ट क्वेसनमा के छ भने यहाँ हेर्नु त के भनेछ भने हाम्रो इफ द लाइन make an angle alpha and beta with positive x-axis then tan alpha plus beta। यसमा चाहिँ हाम्रो जोइन्ट इक्वेसन छ भने एउटा चाहिँ के छ भने सुन्नु है, एउटा लाइन के छ भने हाम्रो एक्स एक्सिससँग चाहिँ अल्फा एङ्गल बनाएको छ। एक्स एक्सिससँग एउटा लाइन यदि अल्फा एङ्गल बनाएको छ भने अर्को के छ भने तपाईँको बिटा एङ्गल बनाएको छ, यस्तो होला मानौ। यो एउटा के भइदिन्छ भने अल्फा होला, यो एउटा मानव बिटा होला, यो पोइन्ट अफ इन्ट्री। यो टोटलको जोइन्ट इक्वेसन भनेको हाम्रो यो गिभेन छ। भनेपछि यो पोजिटिभ एक्स एक्सिससँग बनाएको छ भने त स्लोप भइदिन्छ। मैले m1 बराबर मैले के लेख्थेँ भनेपछि एउटा टेन अल्फा लेख्थेँ। त्यस्तै गरेर मैले m2 बराबर के भइदिन्छ भने हाम्रो अर्को लाइनको टेन बिटा भइदिन्छ। अब यहाँ हेर्नु त हाम्रो गिभेन इक्वेसन कति छ तपाईँको px स्क्वायर माइनस qxy माइनस वाई स्क्वायर बराबर छ। म यसलाई कम्पेयर गर्दाखेरि ax स्क्वायर अनि यहाँ चाहिँ सरी प्लस के भइदिन्छ भने हाम्रो 2hxy प्लस के भइदिन्छ भने हाम्रो by स्क्वायर बराबर 0। अब यसलाई कम्पेयर गरिदिउँ, a बराबर p भइदिन्छ, 2h बराबर कति भइदिन्छ माइनस q, भनेपछि h बराबर माइनस q/2 भइदिन्छ, र b बराबर के भइदिन्छ भने हाम्रो -1 भइदिन्छ। क्लियर छ। त्यसपछि म यहाँबाट के गर्छु भने तपाईँको हामीलाई टेन अल्फा प्लस बिटाको भ्यालु निकाल्नु पर्ने। यो त हाम्रो 10 हेर्नु त अल्फा प्लस बिटा भनेको हाम्रो 10a प्लस बी हो, यसको के भइदिन्छ 10a प्लस 10b भइदिन्छ, अनि डिभाइड बाई 1 माइनस के भइदिन्छ भने हाम्रो 10a इन्टु के भइदिन्छ भने हाम्रो 10b भइदिन्छ है। त्यो m1 भनेको हाम्रो 10 अल्फा हो। यहाँबाट मैले सम अफ स्लोप निकाल्न मिल्छ। सम अफ स्लोपको फर्मुला मैले के भनेको थिएँ, -2h अपन के भइदिन्छ भने हाम्रो b भइदिन्छ। त यहाँ चाहिँ मैले -2h भनेको हाम्रो कति छ भने तपाईँको -q/ के छ भने हाम्रो 2, ठिक छ। यो र यो के भइदिन्छ भने हाम्रो क्यान्सल आउट भइदिन्छ। यहाँबाट के भइदिन्छ भने हाम्रो q भइहाल्यो। सुन्नु है, अब यहाँ चाहिँ -2h अपन के भइदिन्छ भने हाम्रो b भइदिन्छ। b भनेको सरी b भनेको त यहाँ चाहिँ हाम्रो कति छ -1 छ है। त यहाँ चाहिँ h भनेको हाम्रो q/2 डिभाइड बाई के भइदिन्छ भने हाम्रो -1। यो र यो क्यान्सल आउट, माइनस माइनस प्लस भनेको माइनस q भइदिन्छ। अब यहाँबाट मैले सम अफ स्लोप त भयो, प्रोडक्ट अफ स्लोप निकाल्छु है। प्रोडक्ट अफ स्लोप भनेको कति भइदिन्छ भने हाम्रो a/b भइदिन्छ। a भनेको हाम्रो p छ, b भनेको -1 भनेको -p भ्यालु। अब यहाँ हेर्नु न, यो 10 अल्फा प्लस 10 बिटा भनेको यो भनेको m1 हो, यो भनेको हाम्रो प्लस m2 हो। m1 प्लस m2 को भ्यालु कति छ -q।
वान माइनस एम, यहाँ हेर त 10 अल्फा भनेको एम, 10 बिटा भनेको हाम्रो M2, यो भनेको हाम्रो M1, यो भनेको हाम्रो M2 भनेको दुइटाको स्लोपको प्रोडक्ट भनेको हाम्रो कति छ माइनस पी छ। त अलरेडी माइनस छ भने माइनस माइनस के भइदिन्छ भने हाम्रो प्लस, यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने तपाईँको पी भइदिन्छ। यस्तो अप्सन छ, 1 - Q 1 + P, -Q 1 + P भनेको हाम्रो यो भइदिन्छ अप्सन। त्यसरी चाहिँ हामी सोल्युसन गर्न सकिन्छ है। नेक्स्ट क्वेसनमा जाऊँ। अब यहाँ हेर्नु त बाइसेक्टर अफ द एङ्गल भनेछ। बाइसेक्टर भनेको के हुन्छ यहाँ भने, यहाँ हेर्नु है, यो दुईटा लाइन छ, मैले यहाँ बनाउँछु, यो एउटा अर्को लाइन छ, पुरा बुझ्नुभयो नि। यो चाहिँ लाइन L1 भयो, यसको लाइन L2 भयो। सुन्नु है, अब सुन्नु, मैले अलिक कलर चेन्ज गरिदिएँ। अब यसको बाइसेक्टर भनेको हाम्रो एउटा यो भइदिन्छ, यो टोटलको जोइन्ट इक्वेसन भनेको हाम्रो यो गिभेन छ, विच इज पासिङ थ्रु द ओरिजिन है। अब यसको बाइसेक्टर भनेको हाम्रो कस्तो हुन्छ यहाँ हेर्नु है, मैले सेतोले बनाइदिएँ। यो भनेको बाइसेक्टर 1, अर्को के भइदिन्छ भने हाम्रो बाइसेक्टर 2 भइदिन्छ। यो भनेको हाम्रो के भइदिन्छ भने हाम्रो B2 भइदिन्छ। कुरा बुझ्नु भने यो भनेको हाम्रो के भइदिन्छ भने तपाईँको बाइसेक्टर इक्वेसन, बाइसेक्टर लाइन भयो दुईटा। अब यो दुइटैको कम्बाइन्ड इक्वेसन निकाल भन्छ क्या बाइसेक्टर लाइनको। त यसलाई चाहिँ हामी के गर्छौँ भने, यसको कम्बाइन्ड इक्वेसन निकाल्ने फर्मुला भनेको H(x² - y²), सुन्नु है, बराबर के भइदिन्छ भने हाम्रो A - B, यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने XY भइदिन्छ। यो चाहिँ हाम्रो के छ भने हाम्रो एङ्गुलर बाइसेक्टरको जोइन्ट इक्वेसन निकाल्ने फर्मुला भइदिन्छ। यो कसरी आएको भनेपछि डेरिभेसन गर्नुपर्छ भने भन्नु म गरिदिन्छु। दुईटा चाहिँ हाम्रो सम अफ स्लोप जुन छ नि, कुरा बुझ्नुभयो नि, यहाँबाट चाहिँ हाम्रो के छ भने स्लोप लिएर, कुरा बुझ्नुभयो नि, एङ्गुलर बाइसेक्टरको फर्मुला दुईटा हुन्छ। यो एउटा स्लोप के लिने, यो स्लोप भन्दा पनि यो चाहिँ हाम्रो लोकस अफ पोइन्ट लिने, यो लाइनको इक्वेसन एउटा चाहिँ लिने y बराबर m1x लिने, अर्कोको चाहिँ हाम्रो y बराबर के गर्ने m2x लिने हो। त्यही चाहिँ हाम्रो एङ्गुलर बाइसेक्टरको फर्मुला हालेर प्लस माइनस गरेर, अनि यहाँ चाहिँ दुईटा इक्वेसन बनाउने, राइटको भेल्युलाई सबै लेफ्टतिर लग्ने, मल्टिप्लाई गर्ने, अनि m1 m2 को फर्ममा जान्छ। त्यसपछि m2 माइनस m1लाई डिभाइड गरेपछि चाहिँ हाम्रो यति आउँछ क्या। यो चाहिँ हाम्रो यति गर्नु परेन, इन्ट्रान्समा चाहिँ हामीलाई फर्मुला थाहा हुनु पर्यो। यो जोइन्ट इक्वेसन अफ एङ्गुलर बाइसेक्टर निकाल्नु छ भने हाम्रो यो फर्मुला युज गर्नु सकिहाल्यो। ल यसको यहाँ क्वेसनहरू कस्तो हुन्छ भने यहाँ ध्यान दिनु त, यो बवाल क्वेसन छ, यहाँ दिनु है। यो क्वेसनले के भनेछ, इफ द x² - 2pxy एन्ड के छ भने हाम्रो x² 2qxy एन्ड -y² इच बाइसेक्ट द एङ्गल बिट्विन द अदर, देन के भनेछ भने, यहाँ एउटा कुरा ध्यान दिनु है, यो कस्तो कन्डिसनमा हुन्छ, यो बाइसेक्टर लाइनको जुन इक्वेसन छ नि, त्यो चाहिँ हाम्रो के भइदिन्छ भने यही भइदिन्छ के, त्यो भन्न खोजेको। वा यसकै बाइसेक्टर लाइनको इक्वेसन चाहिँ के भइदिन्छ भने हाम्रो यो भइदिन्छ। यो चाहिँ एउटै केसमा हुन्छ जब कि दुईटा बाइसेक्टर लाइन एकअर्कामा पर्पेन्डिकुलर। यहाँ चेक गर्नु न, पर्पेन्डिकुलर हुनको लागि एक्स को कफिसियन्ट प्लस वाई को कफिसियन्ट इक्वल्स टु 0 हुन्छ कि हुँदैन, दुइटालाई जोड्दाखेरि यहाँ 1 छ, यहाँ -1 छ, 0 भयो। यसमा पनि सेम त्यही छ। यो चाहिँ यसको फिगर बनाउँदाखेरि यस्तो हुन्छ, यहाँ ध्यान दिनु मैले है। यो चाहिँ हाम्रो के भइदिन्छ भने तपाईँको, यसको मानव जोइन्ट इक्वेसन एउटा L1 होला, एउटा L2 होला। यसको मानव के छ भने हाम्रो L3 मान्दै, यसलाई चाहिँ यसको L4 मान्दै। त यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने तपाईँको जोइन्ट इक्वेसन भनेको एउटा L1, यो भनेको हाम्रो L2 भयो। कुरा बुझ्नु भने यसको जोइन्ट इक्वेसन भनेको हाम्रो कति छ भने यहाँ गिभेन छ। अब यसको बाइसेक्टर जुन हुन्छ नि, यसको बाइसेक्टर पनि पर्पेन्डिकुलर हुन्छ। अब यहाँ सुन्नु है, अब यो चाहिँ हाम्रो L3 भइदिन्छ र यो भनेको हाम्रो के भइदिन्छ भने तपाईँको L4 भइदिन्छ।
भनेको यो सेतोको एङ्गुलर बाइसेक्टर जुन छ येल्लो भइदिन्छ। अनि जुन यो येल्लोको एङ्गुलर येल्लोको सेतोको एङ्गुलर बाइसेक्टर भनेको येल्लो भयो नि, त्यो इक्वेसन चाहिँ के भइदिन्छ भने हाम्रो यो भइदिन्छ भनेको के कुरा बुझ्नुभयो नि है। त यो कन्डिसन भनेको जहिले पनि के हुन्छ भने पर्पेन्डिकुलरको केसमा मात्र हुन्छ। यो पर्पेन्डिकुलर अनि यो येल्लो पनि पर्पेन्डिकुलर हुन्छ। कुरा बुझ्नु भने त पहिला चाहिँ यो यसको एउटा बाइसेक्टर लाइनको पर्पेन्डिकुलर यो एउटा बाइसेक्टर लाइनको जोइन्ट इक्वेसन निकालौँ यसको। एक्स स्क्वायर माइनस 2pxy माइनस वाई स्क्वायर बराबर 0 छ हो। अब यसको हाम्रो बाइसेक्टर लाइनको इक्वेसन निकाल्दाखेरि पहिला कम्पेयर गर्ने एक्स स्क्वायर प्लस 2hxy प्लस के भइदिन्छ भने हाम्रो बिवाई स्क्वायर बराबर 0। यहाँबाट ए को भेल्यु 1 भइदिन्छ, 2h को भेल्यु कति भइदिन्छ भने माइनस 2p भइदिन्छ, b को भेल्यु कति भइदिन्छ -1, 2 क्यान्सल आउट भइदिन्छ, h को भेल्यु -p भइदिन्छ। हाम्रो फर्मुला के थियो भने तपाईँको h एक्स स्क्वायर माइनस वाई स्क्वायर बराबर के थियो भने हाम्रो a माइनस b xy थियो। h को भेल्यु कति छ भने यहाँ चाहिँ -p, मैले -p राखिदिएँ। एक्स स्क्वायर माइनस वाई स्क्वायर यहाँ चाहिँ हाम्रो a माइनस b, a भनेको हाम्रो 1, b भनेको -1, माइनस माइनस प्लस 1, यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने हाम्रो xy। यसलाई चाहिँ हामी सोल्युसन गर्दाखेरि माइनस पी एक्स स्क्वायर माइनस माइनस प्लस पी वाई स्क्वायर अनि यहाँ चाहिँ हाम्रो कति भइदिन्छ भने 2xy भइदिन्छ है। यहाँबाट मैले माइनस पी एक्स स्क्वायर माइनस 2xy प्लस के भइदिन्छ भने हाम्रो पी वाई स्क्वायर भइदिन्छ इक्वल्स टु। यो चाहिँ हाम्रो सेतोको बाइसेक्टर लाइनको जोइन्ट इक्वेसन भनेको यो भइदिन्छ। कुरा बुझ्नुभयो। अब जुन यो इक्वेसन छ नि भनेपछि यो लाइनको यो इक्वेसनको बराबर यो जोइन्ट इक्वेसन र यो जोइन्ट इक्वेसन के छ भने हाम्रो सेम छ भनेको के सेम छ भने यसको के हुन्छ भने हाम्रो कोएफिसिएन्ट रेशियो बराबर हुन्छ। कुनै लाइन दुईटा वा कुनै दुईटा लाइन के छ भने हाम्रो वा कुनै दुईटा इक्वेसन सेम छ भने यसको मिनिङ के हो, यसको कोएफिसिएन्ट रेशियो बराबर छ। यहाँ चाहिँ हाम्रो यसको कोएफिसिएन्ट भनेको 1 छ भनेको कति भइदिन्छ 1 बाई माइनस p भइदिन्छ बराबर यहाँ चाहिँ xy को कोएफिसिएन्ट भनेको -2q छ, यो भनेको हाम्रो कति छ भने -2 छ इक्वल्स टु यसको कोएफिसिएन्ट भनेको कति भइदिन्छ भने तपाईको -1 अपन के भइदिन्छ भने हाम्रो p। यो चाहिँ हाम्रो -2 र -2 क्यान्सल आउट भयो। कुनै एउटा दुईटा लिउँ है, दुईटा लिँदाखेरि हाम्रो कति भइदिन्छ भने तपाईको हाम्रो सब p र q को फर्ममा छ, त्यहाँ चाहिँ p र q को फर्ममा गर्दाखेरि कति भइदिन्छ। यसलाई चाहिँ हामी क्रस मल्टिप्लिकेसन गर्न मिल्छ। क्रस मल्टिप्लिकेसन गर्दाखेरि हाम्रो यो चाहिँ माइनस माइनस क्यान्सल आउट भयो भनेको 1 अपन के भइदिन्छ भने यो माइनसमा हाम्रो pq भइदिन्छ। यहाँ चाहिँ हाम्रो pq यसलाई यता लाग्दाखेरि +1 बराबर के भइदिन्छ भने 0, विच इज द रिक्वायर्ड सोल्युसन। प्लस वाला भनेको हाम्रो अप्सन ए भइदिन्छ। यसरी चाहिँ हामी यसलाई चाहिँ सोल्युसन गर्न सकिन्छ। कुरा बुझ्नुभयो नि। अब नेक्स्ट क्वेसनमा जाउँ है। यहाँ हेर्नु त डिस्टेन्स बिट्विन के छ भने हाम्रो टु प्यारलल। द डिस्टेन्स बिट्विन टु प्यारलल फर्मुला के भइदिन्छ भने हाम्रो सबैमा है 2 रुट अन्डर जी स्क्वायर अनि यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने -ac डिभाइड बाई के भइदिन्छ भने हाम्रो ए स्क्वायर प्लस एबी भइदिन्छ। वा चाहिँ यो अर्को फर्मुला पनि युज गर्न मिल्छ 2 रुट अन्डर एफ स्क्वायर माइनस बीसी डिभाइड बाई बी स्क्वायर प्लस के भइदिन्छ। दुईटा मध्ये जुन युज गरे नि हुन्छ। यदि चाहिँ हाम्रो डिस्टेन्स बिट्विन प्यारलल लाइन निकाल्न भन्थ्यो है कसरी सोल्युसन गर्ने भनेपछि ल नेक्स्टमा जाउँ है। ल द डिस्टेन्स बिट्विन द प्यारलल लाइन भन्छ, यसलाई कम्पेयर गर्छौँ।